म चाहिँ नेपालको झण्डा बोकेर अगाडि त्यो आन्दोलनको अगाडि जाँदै गर्दा है हामीलाई प्रहरी साथीहरूले निषेधाज्ञा छेड्दा तोड्दा पनि लट्ठी प्रहार गर्नु भएको थिएन। हामी संसद भवनसम्म पुग्यौं। संसद भवनसम्म पुगिसकेपछि के भयो भने तपाईहरु यहाँसम्म आइसक्नु भएको छ, तपाई हामी दाजुभाइ मर्ने काम नगरौं, तपाईहरुको माग चाहिँ सम्बोधन हुन्छ है, तपाईहरु शान्त भएर बसिदिनुस् भन्नुभयो। ल हुन्छ भनेर मैले संसद भवनको त्यो माथि छतमा गएर ल कसैले पनि नगर्दिनु होला, ढुङ्गामुढा नगर्दिनु होला भनेर जब झण्डा हल्लाउँदै थिए तल त कोही काल पुरै ट्याटु आनेका झपेटा पालेका कोही 40 कटेका पुरै 32 कटेका आउँछन् हैन। अनि त्यो त त्यहाँ के भइसक्यो रहेछ, घुसपेट भइसक्यो रहेछ। जेनजी आन्दोलनमा त हतियार बनाएको रहेछ हैन, घुसपेट भइसक्यो रहेछ। अनि मलाई के सोच लाग्यो भने अब घुसपेट भयो, जेनजीका साथीहरु सब मर्ने भयो, अब हामी बाँच्नुपर्छ भन्ने भयो। जब हामी संसद भवनको माथि त्यो ढुङ्गा मुढा आयो, भित्र सरकार पक्षबाट नि आयो, यताबाट नि आयो है। अनि मेरो खुट्टामा लागेर म पनि ढलिहाले, मेरो साइडको भाइको पुरै टाउको त्यो पनि ढलियो हैन। ढलिसकेपछि अब मलाई यति विश्वास लाग्दैन भने है मैले पुरै त्यो ब्लडले भिजेको त्यो मेरो त्यो कपडा पनि राखिरहेको छु। मैले यो जेनजीहरु वास्तविक जेनजीहरुको पहिचान गरेर प्लिज सरकारले पनि संरक्षण गरोस् र प्रत्येक गाउँका अभिभावकहरूले पनि संरक्षण गर्नुपर्छ। किनकि हामीले नयाँ नेपालको सुरुवात गरेका छौं, नयाँ नेपाल बनाउने उद्देश्य लिएर आएका थियौं र नयाँ नेपाल भएको छ। त्यो भएर सम्पूर्ण जनताहरूले जेनजीलाई सपोर्ट गर्नुपर्ने आवश्यक छ। अनि म संसद भवनको गेटमा पुग्दै गर्दा पनि भन्नुभयो तपाईहरु निषेधाज्ञा यहाँ यो तोडेर यहाँसम्म आइसक्नु भएको छ, तपाईहरुले अब ढुङ्गामुढा गर्ने काम नगर्नु होला है भनेर साथी प्रहरी दाजुभाइहरूले भन्नुभयो। हामी त्यो ल अब कसैले नगर्नु होला नि माथि चढ्दै गर्दा तल चाहिँ कोही अब 40 मैले भनिसके 40 कटेका कोही 50 कटेका है, कोही पार्टीका कार्यकर्ता देखिनुहुन्छ हैन, ढुङ्गामुढा गरिराख्नुपर्छ। अनि जेनजी साथीभाइहरुको भागाभाग छ है। अनि अब बाँच्नुपर्छ भनेर हामी तल झरिसकेपछि चाहिँ अब फेरि त्यहाँ पनि ढल्ने काम भयो। अनि सबभन्दा पहिला चाहिँ म मेडिकलमा गएँ। मेडिकलमा अब पुरै बन्द थियो, त्यहाँदेखि सिभिल हस्पिटल गएँ है, खुट्टा खचाउँदै, अहिले पनि खुट्टा मेरो घाइते छ, खुट्टा खचाउँदै म सिभिल हस्पिटल गएँ। सिभिल हस्पिटल गइसकेपछि त्यहाँ चाहिँ अब त्यो स्प्रेहरू हानेर मालिसहरू गरिदिनु भयो। जब त्यहाँ त्यो लाइन लाग्यो नि घाइतेहरूको, मैले देखेँ म त सामान्य रहेछु हैन, म सामान्य रहेछु, यो अवस्थामा त गाह्रै रहेछ भन्ने कन्डिसनमा जोस् मलाई त्यतिखेर डिस्चार्ज गर्नुभयो र मेरो भाइले पनि रेस्क्यु गर्नु त्यतिखेर है। यस्तो यो जेनजीको सोच उद्देश्य भनेको देशलाई ध्वस्त पार्नु थिएन, देशलाई नष्ट पार्ने जेनजीको सोच हुँदै हैन है। हामीले कुनै पार्टीको विरुद्ध गरेको पनि हैन, हामीले कुनै दलको विरुद्ध गरेको पनि हैन, हामीले आन्दोलन भ्रष्टाचारको विरुद्ध मात्र गरेको है। हामीले भ्रष्टाचारको विरुद्धको आन्दोलन गर्ने बेला अहिले जेनजीहरूलाई एकदम गाह्रो छ, गाउँ गाउँमा जान गाह्रो छ है। वास्तविक जेनजीहरूको पहिचान गरेर सुरक्षा गरिदिनु पर्यो सरकारले, र सरकारले जेनजीहरूसँग सहकार्य गरेर अघि बढिदिनु पर्यो। गाउँ गाउँमा जाने वातावरण चाहिँ जेनजीले बनाइदिनु पर्यो मुख्य कुरो। अर्को कुरो भनेको म चाहिँ त्यहाँ त्यो आन्दोलनको फर्स्ट दिनको चाहिँ सबभन्दा पहिलो घाइते चाहिँ मै नै हो है। सिभिल हस्पिटलदेखि सबभन्दा पहिला डिस्चार्ज हुने पनि म नै हो। मेरो नाम चाहिँ अशोक रसाइली, मेरो नाम चाहिँ अशोक रसाइली, घर चाहिँ मेरो कर्णाली प्रदेश हो है। सबै फुलाउन उ छैन। अब हामीले मेन कुरो भनेको हामीले कुनै पनि पार्टीको विरुद्धमा हामीले आन्दोलन गरेको होइन, हामीले भ्रष्टाचारको विरुद्धमा आन्दोलन गरेको हो है। सम्पूर्ण जनताले यो बुझ्न जरुरी छ र हजुरहरूले जेनजीलाई पनि एकदम साथ सपोर्ट गर्नु पर्यो। अभिभावकहरू हुनुहुन्छ तपाईहरु है, तपाईहरुको प्रत्येक हामी भनेको त्यो दिन कसैको लिडरमा पनि हामी त्यहाँ कसैको लिडरशिपमा हामी आन्दोलन गर्न गएको होइन। जब जेन जेड भन्ने कुरा आयो नि मैले के सोचे, मलाई जहाँसम्म लाग्छ सबैले त्यही सोच्नु भएको हो। जेन जेड भनेपछि ए देखि जेडसम्म भनेपछि जेड सकियो। अब जेडसम्म आइसकेपछि हामीले आवाज नउठाए कसले उठाउने रहेछ त यो देशमा? यो देशमा त भ्रष्टाचार भएर सकिसक्यो। अब हामीले आवाज उठाउनै पर्ने रहेछ भन्ने कन्डिसन भएर सम्पूर्ण जेन जेड भन्ने साथीहरू सडकमा आउनु भएकै हो है। आइसकेपछि हामीले भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्यौं। अहिले चाहिँ अब प्रत्येक पार्टीहरूका कार्यकर्ताहरू हैन अब जेनजी खोज्दै हिँड्ने त्यो चाहिँ तपाईहरुले नगरिदिनुहोस्। किनकि हामीले भनेको पार्टीको विरुद्धमा आन्दोलन गरेकै थिएनौं। तपाईहरुको पार्टीको पनि देशको लागि योगदान हामीले बुझेका छौं है। तपाईहरुले पनि गणतन्त्र ल्याउनु भयो, प्रजातन्त्र ल्याउनु भयो है, यत्रो संविधान बनाउनु भयो। तर हामीले कुनै किनकि पार्टीमा पनि कति राम्रा राम्रा कार्यकर्ता हुनुहुन्छ नि, पार्टीको विरुद्धमा भित्ता पार्टीले भ्रष्टाचार गर्दै गर्दा पार्टीको विरुद्धमा तपाईहरुले यो गर्न हुन्न है, देशलाई पनि घाटा हुन्छ, हाम्रो पार्टीलाई पनि घाटा हुन्छ भन्ने कन्डिसनमा पार्टी भित्रै पुरै त्यहाँ सदस्य समेत नरहने गरी त्यहाँ त्यसलाई निलम्बन गरिएको छ कि छैन? पार्टी भित्र पनि कति कति राम्रा देश बनाउने, देश अगाडि बढाउने सोच भएका मान्छेहरू हुनुहुन्छ नि हैन र? त्यही भएर म एउटा कुरा तपाईहरु पार्टीका सम्पूर्ण कार्यकर्ताले के बुझिदिनु पर्यो भने पार्टीका कार्यकर्ताले गर्न नसकेको काम जेनजीले गरिदिएको। तपाईहरुले आफ्नै नेताको विरुद्धमा बोल्दै गर्दा तपाईहरुलाई पार्टीदेखि निष्कासन गरिएको थियो कि थिएन? गरिएको थियो नि हो। त्यसको विरुद्धमा जेनजीले आन्दोलन गरेको र भ्रष्टाचारको विरुद्धमा हामीले आवाज उठाएको है। त्यो दिन एउटा कुरा के हो भने